प्रभुमा प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, सम्पूर्णमा हाम्रो मुक्तिदाता प्रभु येशू ख्रीष्टको मिठो र उच्च नाममा न्यानो ख्रीष्टीय अभिवादन, जय मसीह अनि नमस्कार। मलाई पूर्ण विश्वास र आशा छ कि तपाईहरू जहाँ हुनुहुन्छ परमेश्वरको अपार प्रेम, उहाँको प्रशस्त आशिष र अनुग्रहमा पूर्ण रूपमा सुरक्षित र आराम हुनुहुन्छ। सधैँ चाहिँ आज पनि म तपाईहरूको आफ्नै भाइ विनय घोरसाइने शर्मा यो डिजिटल माध्यम युट्युबको मार्फत तपाईहरूको घर आँगन र हृदयसम्म जोडिन पाउँदा अत्यन्त हर्षित छु। यो सुन्दर अवसरको लागि म सर्वप्रथम जीवित परमेश्वरलाई हृदयदेखि नै धन्यवाद चढाउन चाहन्छु। आज म तपाईहरूको बीचमा परमेश्वरको त्यो जीवित सामर्थी वचन लिएर आएको छु, जसले हाम्रो जीवनमा ज्योति र नयाँ आशा भर्दछ। तपाईहरूको यो अत्यन्तै व्यस्त र अमूल्य समयबाट केही पल छुट्याएर परमेश्वरको वचनको गहिराईलाई बुझ्न र आत्मिक खुराक प्राप्त गर्नका लागि यो भिडियोको अन्त्यसम्म मलाई साथ दिनुहुन म विनम्र अनुरोध गर्दछु। आउनुहोस्, हामी आजको यो संगतिमा हामी सँगै आशिषित बनौँ। आज हामी यस्तो युगमा बाँचिरहेका छौँ जहाँ आवाजको कमी छैन। बिहान उठ्ने बित्तिकै मोबाइलको नोटिफिकेसन, समाचारको कोलाहल, सामाजिक सञ्जालका अनगिन्ती विचारहरू र हाम्रै मनभित्र उब्जने चिन्ताका चिच्याहाटहरूले हामीलाई घेरेका हुन्छन्। यी हजारौं आवाजहरूको भिडमा एउटा यस्तो आवाज छ जो शान्त छ तर शक्तिशाली छ। एउटा यस्तो आवाज जसले आँधीलाई थाम्न सक्छ र मरेको आशालाई बिउताउन सक्छ। त्यो हो परमेश्वरको जीवित आवाज। आजको हाम्रो प्रश्न छ कि हामी उहाँको आवाज सुन्न सक्षम छौँ? आउनुहोस्, सधैँ झैँ आज पनि हामी परमेश्वरको जीवित वचनको गहिराईमा पस्नेछौँ। यूहन्नाको पुस्तक 10 अध्यायको 27मा येशूले भन्नुभयो, मेरा भेडाहरूले मेरो स्वर सुन्छन् र म तिनीहरूलाई चिन्दछु र तिनीहरू मेरो पछि आउँछन्। यो पदले हामीलाई एउटा गहिरो सत्य सिकाउँछ। मध्यपूर्वमा गोठालाहरूले आफ्नो भेडाहरूको नाम राखेका हुन्थे। जब गोठालोले कराउँदै बोलाउँथ्यो, भेडाहरूले त्यो शब्द नबुझे पनि ती भेडाहरूले आफ्नो मालिकको स्वर चिन्दथे। यदि तपाईको येशूसँग व्यक्तिगत सम्बन्ध छैन भने तपाईले उहाँको आवाज पनि चिन्न सक्नुहुन्न। सुन्नु भनेको केवल कानको काम मात्र होइन, यो हृदयको जडान हो। येशूले भन्नुभयो, म तिनीहरूलाई चिन्छु। उहाँले तपाईको नाम, तपाईको समस्या र तपाईको क्षमता जान्नुहुन्छ। त्यसैले जब उहाँ बोल्नुहुन्छ त्यो तपाईको लागि विशिष्ट हुन्छ। यदि हामी आज येशूको पछि हिँडिरहेका छैनौँ भने सम्भवतः हामीले उहाँको आवाजलाई अरू संसारिक कोलाहलसँग मिसाइरहेका हुन्छौँ। हामीले किन परमेश्वरको आवाज सुन्नुपर्छ? किनभने उहाँको आवाजले शून्यबाट सृष्टि गर्न सक्दछ। यशाया 55 अध्यायको 10 र 11 पदले भन्दछ, परमेश्वरले भन्नुहुन्छ कि जसरी आकाशबाट परेको पानीले पृथ्वीलाई भिजाएर बाली उमार्छ, त्यसरी नै उहाँको मुखबाट निस्किएको वचन व्यर्थ फर्किँदैन। जब परमेश्वरले तपाईको जीवनको बारेमा केही बोल्नुहुन्छ, त्यो भएरै छोड्छ। उहाँको आवाजमा निको पार्ने, बाटो देखाउने र परिवर्तन लिएर आउने सामर्थ्य छ। तपाईको जीवनको उद्देश्य केवल उहाँको वचनले मात्र पूरा गर्न सक्दछ। व्यवस्थाको पुस्तक 30 अध्यायको 19 र 20 पदमा मूसाले इजरायलीहरूलाई भने, आज म तिमीहरूको अगाडि जीवन र मृत्यु, आशिष र श्राप राख्दछु, तब तिमीहरूले जीवन नै रोज। परमेश्वरको आवाज सुन्नु र पालन गर्नु भनेको जीवन रोज्नु हो। उहाँको निर्देशन बाहिरको जीवन जति
जति सुकै आकर्षक देखिए पनि त्यो अन्ततः विनाशकारी हुन्छ। हाम्रो आत्मिक आयु उहाँको आवाजमा निर्भर छ। धेरै विश्वासीहरू एउटा औतारी आवाजको पर्खाइमा हुन्छन्, तर परमेश्वरले हामीसँग यी 4 माध्यमबाट स्पष्टसँग बोल्नुहुन्छ। पहिलो, पवित्र शास्त्र बाइबलबाट। दोस्रो तिमोथी 3:16 भन्छ कि सम्पूर्ण पवित्र शास्त्र परमेश्वरको प्रेरणाबाट भएको हो। यदि तपाईँले बाइबल खोल्नु भएको छैन भने तपाईँले परमेश्वरको आवाज सुन्ने मुख्य ढोका बन्द गरिराख्नु भएको छ। दोस्रो, पवित्र आत्माको माध्यमबाट परमेश्वर हामीसँग बोल्नुहुन्छ। योनाको पुस्तक 16:13 अनुसार सत्यको आत्माले हामीलाई सबै सत्यतामा डोराउनुहुन्छ। उहाँले हाम्रो विवेक मार्फत हामीलाई चेतावनी वा शान्ति दिनुहुन्छ। परमेश्वरले हामीसँग परिस्थिति र अगुवाहरूबाट पनि बोल्नुहुन्छ। प्रेरितको पुस्तक 16:6-10 पदसम्म पावल प्रेरितलाई कहिलेकाहीँ परमेश्वरले केही बाटो बन्द गरिदिनु भएको छ। उहाँले होइन यो ठाउँमा यो काम नगर भनेर परमेश्वरले भन्नुभएको छ, र त्यो होइन भन्नु पनि परमेश्वरको एउटा आवाज हो। परमेश्वरको शान्तिको अनुभवबाट हामीले परमेश्वर हामीसँग बोल्नु भएको अनुभव हामीले गर्न सक्दछौँ। यदि कुनै निर्णय गर्दा तपाईँको मनमा अशान्ति छ भने त्यो परमेश्वरको तर्फबाट नहुन सक्छ। परमेश्वर त बोल्नुहुन्छ, तर हामी कतिपटक परमेश्वरको आवाजलाई सुन्दैनौँ। परमेश्वरको आवाज नसुन्नको लागि मुख्य चीज भनेको पाप र अधर्मले सुन्नमा बाधा लिएर आउँदछ। यशायाको पुस्तक 59:2 पदले भन्दछ, पापले परमेश्वर र हामी बीच एउटा पर्खाल खडा गर्दछ। परमेश्वरको आवाज बन्द भएको होइन, तर हाम्रो हृदय असंवेदनशील भएको। परमेश्वर त बोल्नुहुन्छ, तर हाम्रो बौद्धिक घमण्डले त्यो परमेश्वरको आवाज सुन्नलाई बाधा लिएर आइरहेको हुन्छ। हितोपदेशको पुस्तक 3:5 र 6 पदमा हामी जब हेर्छौँ, जब मलाई सबै थाहा छ वा मेरो आफ्नै समशक्तिमा यो सबै कुरा हुन आएको हो भन्ने कुरामा हामी जब भर पर्दछौँ, हामी उहाँको आवाज सुन्न सक्दैनौँ। कतिचोटि हाम्रो आत्मिक कान हाम्रो कामको व्यस्तताको कारणले गर्दाखेरि बन्द भएको हुन्छ। लुकाको पुस्तक 10:38-42 पदसम्म हामीले हेऱ्यौँ भने त्यहाँ मार्था जस्तै हामी सेवाको काममा यति व्यस्त हुन्छौँ कि सेवा गरिने प्रभुलाई नै हामी सुन्न बिर्सिन्छौँ। तर मरियमले त्यहाँनिर उत्तम भाग रोजेकी छिन् भनेर येशूले भन्नुभएको छ। त्यो उत्तम भाग भनेको उहाँको चरणमा बसेर सुन्ने भाग हो। हामीले शमूएलको उदाहरण हेऱ्यौँ भने त्यहाँनिर सुन्ने हृदयको एउटा विद्यालय भएको हामी पाउँदछौँ। पहिलो शमूएलको पुस्तक 3 अध्यायमा शमूएलको समयमा परमेश्वरको वचन दुर्लभ थियो। मन्दिरमा सेवा त चल्दथ्यो, तर आवाज सुनिँदैन थियो। त्यस्तो अवस्थामा परमेश्वरले एउटा बालकलाई बोलाउनु भयो। शमूएलको हृदयलाई हामीले हेऱ्यौँ भनेदेखि त्यहाँ 3वटा कुरा भएको हामी पाउँदछौँ। एउटा उपस्थितिमा बास, उनी मन्दिरमा थिए, उनी हर समय सुन्नलाई तयार थिए, उनमा विनम्रता थियो, उनले आफूलाई दास भनेका छन्। त्यहाँनिर दासको कुनै आफ्नो एजेन्डा हुँदैन, उसले मात्र आफ्नो मालिकको आवाज सुन्दछ। शमूएलको उदाहरणमा हामीले हेऱ्यौँ भनेदेखि उनको हृदयमा बिना शर्त आफूलाई समर्पण गर्ने कुरा थिए। उनले भने, हजुर बोल्नुहोस्, म सुन्दैछु। उनले यो भनेनन् कि प्रभु मलाई मन पर्यो भने त्यो चिज मान्छु भनेर उनले भनेनन्। आजको मण्डलीमा धेरै वक्ताहरू छन्, धेरै प्रचारकहरू छन्, तर शमूएल जस्ता सुन्नेहरू थोरै छन्। हामीले बोल्ने ठाउँ धेरै बनायौँ, तर सुन्ने ठाउँ हामीले कम बनाएका छौँ। प्रिय सहधर्मीहरू,
सुन्नु भनेको केवल कानले ग्रहण गर्नु होइन, यो त आज्ञा पालनको पहिलो खुड्किलो हो। याकुबको पुस्तक 1 अध्यायको 22 पदले हामीलाई चेतावनी दिन्छ, वचन सुन्ने मात्र होइन, त्यसलाई पालन गर्ने पनि हो। आज म तपाईलाई चुनौती दिन चाहन्छु कि तपाईको दिनको पहिलो 10 मिनेट संसारको खबर सुन्नमा जान्छ कि सृष्टिकर्ताको स्वर सुन्नमा तपाईँ तल्लीन भन्नुहुन्छ। के तपाईँ आफ्नो जीवनको ठुलो निर्णयहरूमा परमेश्वरलाई हजुर बोल्नुहोस् भन्नको लागि तयार हुनुहुन्छ? परमेश्वरले आज पनि तपाईलाई बोलाउँदै हुनुहुन्छ। उहाँ तपाईको घर, तपाईको परिवार र तपाईको भविष्यको बारेमा बोल्न चाहनुहुन्छ। आउनुहोस् हामी प्रार्थना गरौँ। हे पवित्र, जीवित र शक्तिशाली परमेश्वर, हामी तपाईको उपस्थितिमा झुक्दछौँ। प्रभु, हामी स्वीकार गर्दछौँ कि धेरै पटक हामीले संसारको कोलाहललाई तपाईको आवाजभन्दा माथि राखेका छौँ। हाम्रो कानहरू संसारिक चिन्ता र घमण्डले गर्दा बन्द भएका छन्। तर आज हामी सामुएल जस्तै भन्दछौँ, प्रभु बोल्नुहोस्, तपाईको दासले सुन्दैछ। हाम्रो आत्मिक कानलाई खोलिदिनुहोस्। हामीलाई तपाईको वचन बुझ्ने त्यो शक्ति, त्यो बुद्धि दिनुहोस्। हाम्रो हृदयलाई कोमल बनाउनुहोस् ताकि तपाईको आवाजले हाम्रो जीवनमा परिवर्तन ल्याउन सकोस्। प्रभु, यो जसले आजको यो सन्देश सुनिरहनु भएको छ, उहाँहरूको जीवनमा तपाईको स्पष्ट मार्गदर्शन आओस्। अन्धकारमा हुनुहुने मेरा आफन्त, प्रिय साथीहरू, बुवा आमा, दाजुभाइ, दिदीबहिनीहरूका लागि तपाईको आवाज एउटा ज्योति बनेको होस्। थकितहरूका लागि तपाईको आवाज एउटा विश्राम बनेको होस्। हामीलाई सुन्ने मात्र होइन, तर प्रभु सुनेर तपाईको आज्ञा पालन गर्ने शक्ति दिनुहोस्। सबै महिमा र आदर तपाईलाई चढाउँदै यो बिन्ती प्रार्थना हाम्रा मुक्तिदाता प्रभु येशू ख्रीष्टको जीवित नाउँमा चढाउँदछौँ। आमेन। यो भिडियोको अन्तमा म तपाईलाई एउटा अनुरोध गर्न चाहन्छु। यदि यो सन्देशले तपाईलाई छोयो भने कृपया कमेन्टमा आमेन भनेर लेख्नुहोला र अरूलाई पनि आशिष मिलोस् भन्नका लागि सेयर गरिदिनु होला। हामी अर्को भागमा फेरि पनि भेट्नेछौँ अनि यसरी नै परमेश्वरको जीवित वचन सुन्नको लागि हामी प्रतीक्षामा बस्नेछौँ। सबैलाई जय मसीह अनि नमस्ते।